गुड मर्निङ नमस्ते म फेरि आइपुगेँ हामी आज पनि घाँसामा छौँ बिहान उठ्यौँ नुहाइ गरिसक्यौँ फ्रेस भएर अब ब्रेकफास्ट गर्न जान्छौँ ब्रेकफास्ट गरेपछि हामीहरू पोखरातिर हेर्छौँ हामी पहिला उसमा ब्रिज जान्छौँ होला त्यसपछि उता फोटो देखाउँछु है म ल अब हामी पहिला ब्रेकफास्ट गर्छौँ मेरो देवर आज फर्स्ट टाइम काम गर्दै त्यही पनि फोटो चाहियो है क्रेडिट हामीहरू ब्रेकफास्ट हो नि हामी ब्रेकफास्ट गर्दै ब्रेकफास्ट गरेर अगाडि हिँड्छौँ हामी किन हामी खान्छौँ नि हामी त खानालाई रेडी भइसक्यौँ विशाल भाइ गाडीमा सामान प्याक गर्दै हुनुहुन्छ हाम्रो सर फोटोसुटमा व्यस्त हुनुहुन्छ बाँकीको टिमहरू हल्ला खल्ला मात्रै बढी छ हाम्रो टिममा काम भन्दा बढी हल्ला बढी हुन्छ आज अझै घाम लागेको छैन यो त घाम लागिसकेको थियो पोखराको लागि हिँडेको घाँसाको बजार हामी बसेको होटेल हामीहरू रूपसे झरनामा आइपुग्यौँ यसलाई रूपसे झरना भन्दो रहेछ रूपसे खोला त्यो डाइरेक्सनमा त्यहाँबाट आउँछ क्या त्यो होला त्यो भन्दा म रूपसे ब्रिजमा हिँड्दै रूपसे ब्रिज हेर्दै फोटो खिच्दै रूपसे ब्रिज गाडी आउँदैछ कस्तो हल्लिँदो रहेछ डर लाग्यो झरना झर्यो झर 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 खोला बग्यो कल 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 तिम्रो मायाले के गर्यो तातो पानी कुण्डमा आइपुग्यौँ माथि जाँदैछौँ कताजनाहरू झन्डै हुन्छ गाडीदेखि सासुआमाको इन्ट्री आयो सासुआमाको इन्ट्री तातो पानी नुहाउने ठाउँ हामीहरू चाहिँ ननुहाउने डिसिजन गऱ्यौँ ढिलो हुने भयो हामीलाई होटेल हट स्प्रिङ इन्ट्रीमाथि तातो पानी बाहिरबाट हेर्ने कुरो भयो तातो पानीको त्यो भयो त्यो तातो पानी चिसो पानी अनि यो हाम्रो गाडी यो हाम्रो प्यासेन्जर अब हामीहरू अगाडि बढ्दैछौँ ताजमहल आयो ताजमहल हामीहरू गलेश्वर धामको लागि गाडीबाट झरेर पैदल जाँदैछौँ हिँड्दैछौँ कहाँ छ थाहा छैन
खोज्दै बुहारी अलिअलि सासु पछि हामीहरू लाइनमा हिँडेको छ। म त जेन्स त पछाडि बसिन्छ। अब अगाडि मन्दिर जान्छु अनि देखाउँछु। गलेश्वर पसल पनि रहेछ गलेश्वर धाममा। ए बुवामा खाजा पनि रहेछ। हाम्रो श्रद्धालु भक्तजनहरू फुल प्रसाद किन्ने तयारीमा। यिनी शालिग्राम हुन्। गलेश्वर धामको विश्वकै अलौकिक तीर्थस्थल गलेश्वर धामले। गलेश्वर धामभित्र हामी प्रवेश गर्दैछौँ। जय गलेश्वर धाम। फुल आमाको हातमा छ, प्रसाद लिएर आयो कि। त्यो कपडामा के छ त अनि त्यो? अनि ओम नमः शिवाय, ओम नमः शिवाय। जना हुनुहुँदो रहेछ यहाँ। माता रानी जय, माता रानी जय। हामी गलेश्वर धाम मन्दिर घुम्न आएको छौँ, जहाँ 9 रोपन क्षेत्रफलमा फैलिएको एउटै शिलामा बनेको अवस्थित यो मन्दिर हो। त्यस्तो रमाइलो रहेछ। उता तल नदी खोला रहेछ, यता हिमाल पहाड, यता शिवको मन्दिर, देवी माको मन्दिर, नवग्रह, उता पनि एउटा मन्दिर रहेछ। त्यहाँ जाँदैछौँ, जाउँ है त। आज हाम्रो यात्राको तेस्रो दिन। हामी रूपसेताल तातोपानी हुँदै गलेश्वर आयौँ। अब यहाँ बेनीमा खाना खाएर अनि तल जान्छौँ। यहाँ हुनुहुँदो रहेछ राधाकृष्ण। गौमाता दर्शन गर्ने, पूजन गर्ने नन्दी हुनुहुन्छ।
हनुमानजी पनि हुनुहुन्छ। जय भगवान्, जय गलेश्वर। हामीहरू गलेश्वर मन्दिर दर्शन गरेर अब बाहिर निस्किँदैछौँ। अब हामीहरू पहिला खाना खान्छौँ होला, त्यसपछि नेक्स्ट डेस्टिनेसनतिर लाग्छौँ। हाम्रो श्रद्धालु भक्तजनहरू भरपुर एनर्जीका साथ हिँड्दै हुनुहुन्छ। जय गलेश्वर धाम। अब हामी गलेश्वर धामको बाहिरको प्रमुख गेटदेखि बाहिर निस्क्यौँ। अब होटेलमा भेटौँला। गलेश्वर बजारको एरिया यो हाम्रो ताजमहल होटेलको भित्रको भ्यू। सानो डगी पनि रहेछ कफी। हाम्रो आमा समूहहरू यात्रा सम्पन्न परिवार सोचे जस्तो राम्रो भयो भन्नु न। सम्पन्न भयो, सबै राम्रो भयो। हजुरलाई कस्तो लागिरहेछ? एकदम बेटर। आज हाम्रो तेस्रो दिन सुरु हुँदैछ। केही कमी कमजोरी? तेस्रो दिन हाम्रो तेस्रो दिन हाम्रो आजको तेस्रो दिनको यात्रा। तेस्रो दिन पुग्दासम्म के कस्तो फिल भइरहेको छ, कस्तो कस्तो अनुभव गरिसक्यो, सुनाइदिन्छु। धन्यवाद। यो असाध्यै अत्यन्त धार्मिक, सांस्कृतिक र पारिवारिक र ऐतिहासिक भ्रमण भयो। यो चाहिँ हाम्रो 4 धाममध्ये एउटा धाम नेपालको दर्शन गरियो। त्यसपछि चाहिँ तातोपानी कुण्डमा स्नान गर्ने काम भयो र अहिले हामी चाहिँ यो गोलेश्वर महादेवको काखमा बसेर अब खाना खाने काम छ। अत्यन्त राम्रो, अत्यन्त सौभाग्य, अत्यन्त खुसी र अत्यन्त राम्रो भयो। खुसी छ? एकदम खुसी। ठिकै छ। अहिलेसम्म हामी चाहिँ सबैजना घरको परिवारका मान्छेहरू सबैजना आइरहेछौँ। रमाइलो बुवा, कान्छो बुवाहरू, हाम्रो अङ्कल, हजुर अङ्कलहरू, हामी सबैजना रमाइलो गर्दै हामी चाहिँ एकदम जुन नसोचेको 81 अनएक्सपेक्टेड चाहिँ हाम्रो तीर्थको जर्नी भयो। त्यसमा चाहिँ हामी कुनै एक दिन गएर घाँसी बस्यौँ, फेरि मुक्तिनाथ कागबेनी गएर फेरि मुक्तिनाथ दर्शन गरेर फेरि पुनः चाहिँ घाँसीमा आएर बस्यौँ र अहिले डुलेश्वरमा आएर खाने कार्यक्रम भइरहेछ। गोलेश्वर एकदम रमाइलो भइरहेछ। हामी एकदम रमाइलो। अङ्कललाई कस्तो फिल गर्छ? मलाई राम्रो फिल भएको छ। यो मुस्ताङको पहिलो भ्रमण नसोचेको महसुस भएको छ। मलाई खुसी छु र आफ्नो फ्यामिलीसँग साथसाथै हिँड्नु भएको छु, साथसाथै प्रसन्न मान्छेहरूको खुसी छु। थ्याङ्क यू। हाम्रो सरलाई पनि के भन्नु छ? छैन, त्यस्तो राम्रो रमाइलो भयो। खुसी भइसक्छ। हजुरलाई यात्रा एकदम रमाइलो भयो। हामी सबै समूहमा खुसी लागिरहेछ। बाँकी पनि खुसीसँग बिताउने। धन्यवाद। कान्छी आमाको रमाइलो यात्रा भयो। दिदीबहिनी मुक्तिनाथदेखि कागबेनी हुँदै मुक्तिनाथ दर्शन गरेर फर्केर अहिले के अरे गलेश्वर महादेवको दर्शन गरेर अहिले खाना खाने। आज त गाह्रो भएको छैन? आज भएको छैन। हिजो अलिकति गाह्रो भयो, आज गाह्रो भएको छैन। मन खुसी छ? खुसी छ। यस्तै हामी नागबेनीबाट माथि गएर मुक्तिनाथ गएर फर्केर आएर तातोपानी यहाँ के भने डोलेश्वर है, गोलेश्वरमा आएर खाना खाँदैछौँ। रमाइलो भयो सबैसित। गाह्रो साह्रो केही भएको छैन। जेठानी बुहारीसित सजिलै आइयो। खुसी छ मन चङ्गा त कटौती में गङ्गा हुन्छ होइन। ल धन्यवाद हजुरको 2 शब्दको लागि। तीर्थयात्राको कामना कस्तो लाग्यो? एकदम रमाइलो। अब छोरा बुहारी दाजुभाइ सबै दिदी बहिनीसित हामी घुम्दा यति खुसी छौँ, यति राम्रो दर्शन भयो कि यस्तो त सायद कसैको फ्यामिलीले पनि गरेको थिएन। हामी एकजुट एउटै फ्यामिली सबै यति राम्रो दर्शन भयो। एकदम खुसी छौँ हामी। अब पोखरातिर घुम्ने तयारीमा छौँ। गलेश्वर धामको
खाना खाने तयारीमा छौँ। एकदम सबै खुसी छौँ हामी। एकदम रमाइलो यात्रा भयो हाम्रो। धन्यवाद। माइली बस्नु भएको छ। दुई माइलीको एउटै शब्द होला नभन्नुहोस् न के छ? हामी एउटै शब्द बस्छौँ, एउटै घरका हौँ, परिवारबाट सबै परिवार एउटै घरका छौँ। रमाइलो लाग्यो, रमाइलोरी गयौँ, रमाइलोरी आयौँ। खुसी भयो। कलेश्वर धाममा पनि हामी दर्शन गऱ्यौँ। आएर यात्रा फर्केर आएर कलेश्वर दर्शन गरेर फर्केर आएर अब खाने तयारी गर्दैछौँ। रमाइलो भएको छ, रमाइलो खुसी छौँ। छोरा बुहारी छोराबारीको साथमा हिँड्न पाएको छौँ, खुसी छौँ हामी, रमाएको छौँ। छोराछोरी उचालेर डोराएर हिँडालेका छौँ। त्योभन्दा हामीलाई के भन्नु? हस्, धन्यवाद। म पनि खुसी छु। मेरो सासूहरू, मेरो ससुराहरू सबै खुसी हुँदा म पनि खुसी छु। रमाइलोमा छु। अलिकति बच्चा गराउनु पऱ्यो, एडभान्टेज लिएको छु। सबभन्दा कान्छो म छु। त्यसैले त्यस्तो रमाइलो छ। अहिलेसम्म रमाइलो छ हामीहरू। सबै बुहारीको हातमा छ। रमाइलोसित यात्रा भयो कि जिन्दगीमा यस्तो कहिले पनि बिर्सिँदैन। अब नेक्स्ट टाइम फेरि सोध्नुपर्छ अर्को ठाउँमा। ल बाबाई। ल हाम्रो खाना पनि आयो। खाना सुरु भयो। ल कलेश्वर धामको पहिलो मिठो खाना होला जस्तो छ। खानामा के छ हेरौँ है त। आलु तरकारी रहेछ, दाल रहेछ, पापड, स्यालेड, अचार, मेबी यो गुन्द्रुक जस्तो छ तर गुन्द्रुक पनि होइन, के हो त थाहा भएन। हो न्युरो जस्तो छ। न्युरो, मुलाको अचार, साग, भुजा। अब खान्छु। घिउ चाहिँ यहाँ पनि आएन जस्तो छ। म घिउ प्रेमीलाई घिउ चाहिँ मान्नुपर्छ। हाम्रो टोली खाना खाएर गाडीमा छिर्दैछ। अब हामी पहिला बागलुङ कालिका गएर मुक्तिनाथदेखि ल्याएको जल अर्पण गरेर पोखरा बिन्दवासिनी मन्दिर जान्छौँ। बागलुङ कालिकामा अलिअलि बिन्दवासिनी पुगेर देखाउँछु। हामी आज बागलुङ कालिका आएको छौँ मुक्तिनाथदेखि ल्याएको जल अर्पण गर्न। मुक्तिनाथदेखि दर्शन गरेर आएपछि त्यहाँबाट ल्याएको जल अर्पण गर्नुपर्ने हुँदो रहेछ। त्यसैले हामी अफिस दर्शन गरेर गएको भए तापनि जल अर्पण गर्नको लागि मात्र भए पनि फेरि आएका छौँ। एकछिन जल अर्पण गर्ने क्रममा मन्दिर जाँदैछौँ। हजुरको जल खोइ के छ? गाह्रो भयो? थाहा छैन। बागलुङ कालिका मन्दिर अस्ति सन्ध्या आरतीको बेलामा आइपुगेको थियो। आज अलि बेलैमा छौँ, उज्यालैमा। यता उसिँदो रहेछ हाम्रो आमाहरू। दुईटी माइली आमा। आमा खाने है। यो हो ऐसेलु 100 रुपियाँमा किनेको। यसको आधी दिवा मात्र रहेछ। ट्राउट माछा पाउँदो रहेछ यहाँ। ट्राउट माछा पाउँदैछु। पोखराको बडी पाल हस्पिटल फाइनली हामीहरू पोखरा आइपुग्यौँ। अब हामी बिन्दवासिनी मन्दिर जाने तयारीमा छौँ। मन्दिरै मन्दिर हामीहरू जहाँ पनि मन्दिरै मन्दिर। अब बिन्दवासिनी मन्दिर जान्छौँ। जरुरी थियो र आउन? त्यो माथि उताबाट जाने हो भरे चढेर।
हामीहरू मन्दिरतिर लाग्दैछौँ। यता नरिवल फुटाउने ठाउँ रहेछ। वृन्दावासिनी मन्दिर। लाँदैन क्या होइन यो त मोबाइल लान्छ भित्र जाने गुफा भित्र दुईजना बस्नु भएको छ। गुप्तेश्वर गुफाभित्र शिव पार्वती बस्नु भएको छ। हामी उहाँको दर्शन गऱ्यौँ। अब हामी फर्किँदैछौँ। गरिसकेको यहाँबाट तल डेभिड फल पातेछाङ हो। यो हो गुफा। अब हामीहरू बाहिर निस्किनेछौँ। गुफा हेर्दै जाउँ है। गुफा बाटो कस्तो स्लिपरी छ क्या, चिप्लो चिप्लो पानी 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 छ, चिप्लो चिप्लो। हाम्रो बगानहरू यता हिँड्छ। पहिलाभन्दा अलिक उज्यालो चाहिँ छ जस्तो लाग्यो मलाई योपालि। फर्किने यही बाटो भने हो त। यो बाटो रहेछ। माटो कुनै चाहिँ बाटो राम्रो छ, अलिअलि चिप्लो छ, याद गर्नुपर्छ। Oh my god. गुप्तेश्वरको गुफा। गुफादेखि निस्क्यौँ। अवस्थित
पनि भयो एकदम थकाएर आएको छ अब होटल गएर रेस्ट गर्ने त्यसपछि एनर्जी आयो शरीरमा भने वाक गर्दै कालबराही घुम्न जाने सुरु भएको छ अहिले हाम्रो होटल फर्केर आउँछ डबल बोटवाला बोट फरवर्ड स्ट्रिट नम्बर 8 मा छिरेका छौँ अहिले हाम्रो होटल चाहिँ स्ट्रिट 9 मा हो बाटो बिग्रेको भएर 8 मा छु अब चाहिँ 9 तिर लाग्छौँ कि मेबी गौरीघाट स्ट्रिट 8 और 9 को बिचमा रहेछ यो हाम्रो आजको डेस्टिनेसन आज राति हामी यही बस्ने होटल रोयल इमेज यो हामीहरू साँझ इभिनिङ वाकमा लेक साइडतिर घुम्न निस्केका छौँ अपोजिटमा हो हामी को मार्केट यहाँ लेक साइड हेर्ने हो हेर्नै आएको हामीहरू मेरो बुढोको जहाँ गयो त्यतिर मान्छे भेटिन्छ सूर्य विनायकको ठाउँदेखि सुन्न ठाउँबाट आएर दान प्रदान गर्नुपर्छ सन्ध्याको आरती हेर्न भनेर आएको दौडी दौडी तर हामी लेट भएछ आरती आफ्नो त पायौँ हेर्न तालबराही रात्रिकालीन बोट पनि आउँदै श्रीमताल अगाडि त होटल स्ट्रिट मार्केटहरू इङ्ग्लिस जस्तो नेपाली न्यु इयर ल्याउने इङ्ग्लिस डेटमा बढी लाइभ म्युजिक पनि रहेछ आज पोखराको आज हाम्रो लास्ट डिनर हो यता ट्रिपमा भोलि डिनर गरेको गर्छौँ अब भोलि लन्च हुन्छ एक टाइम हाम्रो लास्ट आजको भोलिदेखि आफ्नो आफ्नो घरमा भेटिन्छौँ हामी